नमस्ते, मेरो नाम शान्ति हो। म जाइकाको सिडी प्रोजेक्टमा कार्यरत छु। यो प्रोजेक्टले करियर विकास सम्बन्धी कार्यक्रमहरू पनि सञ्चालन गर्ने गर्दछ। आज म जापानको युनिभर्सिटीमा अध्ययन गरिरहेका विद्यार्थीहरूलाई करियर विकास कसरी गर्ने भन्ने बारेमा सिकाउनेछु। आजको विषयवस्तुहरू यस प्रकार छन्। करियर विकासको बारेमा यसमा हामी 4वटा महत्त्वपूर्ण शब्दहरूको बारेमा व्याख्या गर्नेछौँ। 2 नम्बरमा हो काम सम्बन्धी करियर लक्ष्य कसरी निर्धारण गर्ने। यसमा करियर लक्ष्य निर्धारण गर्ने तरिका, काम गर्ने क्षेत्र, पद, पोजिसन र रोजगारीको प्रकारको बारेमा बुझाउनेछु। अनि अर्को 3 नम्बरमा हो करियर पथको योजना बनाउने। यसमा चाहिँ तपाईहरूको करियर लक्ष्य प्राप्त गर्नका लागि अब कस्तो कदम चाल्नु उपयुक्त हुन्छ भन्ने बारेमा विचार गर्ने हो। यसबाट तपाईहरूले भविष्यको करियर र त्यसका लागि आवश्यक सिप र ज्ञान सिक्ने तरिका र सफल हुने तरिकाहरू सिक्नुहुनेछ। तपाईहरूलाई करियरको बारेमा बुझाउने र यसको बारेमा सोच्ने अवसर मिलोस् भन्ने हामी चाहन्छौँ। अब करियरको बारेमा सुरुमा म तपाईहरूलाई महत्त्वपूर्ण शब्दहरू अथवा किवर्डको बारेमा बुझाउनेछु। किवर्डहरू महत्त्वपूर्ण रूपमा 4वटा छन्। ती हुन् करियर, करियर पथ अथवा करियरको बाटो, करियर लक्ष्य र करियर विकास। यो चित्र धेरै महत्त्वपूर्ण छ, याद राखिराख्नुहोस्। यो चित्रले करियरको समग्र अवधारणालाई देखाउँछ। यसमा करियर लक्ष्य, करियर विकास र करियर पथ समेटिएको छ। यो प्रत्येक विषयमा पछि विस्तृत रूपमा हामी कुरा गर्नेछौँ, तर यहाँ पहिला समग्र चित्रको बारेमा बुझाउनेछु। मानिसको जीवनमा 3वटा समय हुन्छन्: विगत, वर्तमान र भविष्य। तपाईहरूको पनि विगत छ, भविष्य पनि छ। यो सबै मानिसमा लागू हुन्छ। यो चित्रमा हेरौँ। सबैभन्दा बायाँ भागमा विगत छ। यसले तपाईहरूको विगतको समयलाई जनाउँछ। बीचमा वर्तमान छ। यो तपाईको अहिलेको अवस्था हो। त्यसपछि करियर लक्ष्य 1, करियर लक्ष्य 2 देखाइएको छ। यो तपाईको भविष्य हो। उदाहरणको लागि तपाईहरूलाई नै हेरौँ न। विद्यार्थीको रूपमा आएर पार्ट टाइम काम गर्दै अहिले युनिभर्सिटीमा पढ्दै हुनुहुन्छ। तपाईहरू पहिले आफ्नो देशमा अथवा नेपालमा हुनुहुन्थ्यो, जापानी भाषा पढ्नुभयो, जापानको युनिभर्सिटीमा भर्ना हुनुभयो। अनि यो पढाइसकेपछि तपाईले काम गर्ने लक्ष्य राख्नुभएको छ। त्यो तपाईहरूको भविष्य हो। भविष्यमा हुने कुरा एउटा मात्र हुँदैन। चित्रमा करियर लक्ष्य 1, करियर लक्ष्य 2 देखाइएको छ। वास्तवमा यी लक्ष्यहरू पनि 2टा मात्र नभई अझै धेरै लक्ष्यहरू पनि हुन्छन्। यो चित्रमा देखाइए जस्तो करियर लक्ष्यहरू एकपछि अर्को गर्दै अगाडि बढ्दै जान्छन्। जागिरै खाएपछि पनि सधैँ एउटै कम्पनीमा बसिराख्नुपर्छ भन्ने पनि छैन। अर्को राम्रो कम्पनीमा जाने लक्ष्य पनि राख्न सकिन्छ, अथवा पदोन्नति हुने लक्ष्य राख्न पनि सकिन्छ। यो चित्र हेर्नुहोस्। विगतबाट वर्तमान हुँदै भविष्यतर्फ अगाडि बढ्दै जाँदा नीला सिँढीहरू चढ्दै एउटा करियर लक्ष्यहरू हासिल गर्दै उच्च स्थानमा पुगिरहेको देखाइएको छ। यो सिँढीहरू नचढी अर्को लक्ष्यमा पुग्न सकिँदैन। यी देखाइएका सिँढीहरू ज्ञान र सिपका सिँढी हुन्। हामीले जीवन जिउने क्रममा यी सिप र ज्ञानको सिँढीहरू चढेर अहिलेको अवस्थाभन्दा माथि जान सक्ने हुनु नै करियर विकास हो। ज्ञान बढाएर र सिप प्राप्त गरेर लक्ष्य हासिल गर्नु तपाईहरूले ज्ञान र सिप विकास गरेको परिणाम हो। विगतदेखि भविष्यसम्मको करियर लक्ष्यमा पुग्ने बाटो करियर पथ हो। समग्रमा करियर भनेको ज्ञान र सिपको विकास गर्दै भविष्यको लक्ष्यतर्फ निरन्तर अगाडि बढिरहने प्रक्रिया हो। अहिले राम्ररी बुझिएन भने पनि केही फरक पर्दैन, र यो चित्रलाई चाहिँ याद गरिराख्नुहोस् है। करियर लक्ष्य तपाईँ के गर्न चाहनुहुन्छ? कस्तो काम गर्न सक्ने बन्न चाहनुहुन्छ?
कस्तो व्यक्ति बन्न चाहनुहुन्छ? यही नै करियर लक्ष्य हो। करियर लक्ष्य एउटा मात्र हुँदैन। जीवन अगाडि बढ्दै जाँदा नयाँ नयाँ लक्ष्यहरू देखा पर्छन्। तपाईहरू अहिले युनिभर्सिटी पढ्ने विद्यार्थीहरूको पहिलो करियर लक्ष्य जापानमा जागिर पाउने हुनसक्छ। त्यसको 10 वर्षपछि आफ्नै देशमा फर्केर केही व्यवसाय सुरु गर्ने हुनसक्छ। अब अर्को हो करियर पथ। यो सिडी चढ्दै करियर लक्ष्यतर्फ नजिकिँदै जाने प्रक्रियामा त्यहाँसम्म तपाईँलाई पुर्याउने बाटो नै करियर पथ हो। र त अब करियर भनेको के हो? मैले अघिल्लो चित्रको समग्रता नै करियर हो भनेर भनेकी थिएँ। तपाईँहरूले करियर भन्ने शब्द सुन्नुभएको छ। यो शब्दलाई धेरै जसो मानिसहरूले कामसँग सम्बन्धित कुराहरू ठान्छन्। तर करियर भनेको कामको कुरा मात्र होइन, व्यक्तिको पुरै जीवन हो र त्यहाँ अनुभव गरिने सम्पूर्ण कुराहरू यसमा पर्दछन्। यो त व्यक्तिको सम्पूर्ण जीवन नै हो, जीवनभरको अनुभव हो। त्यसैले करियरको बारेमा निर्णय गर्दा प्रत्येक व्यक्तिले आफै नै गर्नुपर्ने हुन्छ। उदाहरणका लागि परिवारको उज्जवल भविष्यका लागि भनेर विद्यार्थीको रूपमा जापान आएर पार्ट टाइम काम गर्दै पढ्ने विद्यार्थीहरूलाई हेरौँ न। जापानमा आउने विभिन्न बाटाहरू थिए, जस्तै टेक्निकल इन्टर्न, एसएसडब्ल्यू। तर उनीहरू विद्यार्थीको बाटो नै रोजे। यो बाटो रोज्दा पनि उनीहरू आफैले निर्णय गरे। आफ्नो लागि कुन बाटो उत्तम हुन्छ भनेर रोज्ने आफैले नै हो। यो आफै निर्णय लिने कुरा रहेछ भन्ने कुरा महत्त्वपूर्ण छ, यो सधैँ याद गरिराख्नुहोस् है। अब करियर पथ भनेको के हो? यो करियर पथ भनेको तपाईँको जीवनको बाटो हो। मैले भर्खरै करियर भनेको तपाईँको जीवनको बाटो हो भनेको थिएँ नि। पथ भनेको अङ्ग्रेजी शब्द हो, यसको अर्थ बाटो हुन्छ। यो अहिलेको मात्र नभए विगतदेखि वर्तमान र भविष्यसम्म निरन्तर अघि बढिरहने बाटो हो। यो तस्विरमा हेर्नुहोस् न, यहाँ एउटा घोडागाडा छ। यो घोडागाडा उताबाट आएर अगाडि बढिरहेको छ। तपाईँको जीवन पनि त्यस्तै नै हो, विगतबाट सुरु भएर निरन्तर अगाडि बढिरहन्छ। जापानमा काम गर्न चाहने व्यक्तिहरूको करियर पथ। तपाईँहरूलाई मेरो त करियर पथ नै छैन भनेर सोचिरहनु भएको त छैन? तर त्यस्तो होइन, यो पहिलेदेखि नै तपाईँहरूसँग सम्बन्धित छ। तपाईँहरूको विगतदेखि वर्तमानसम्म आएको बाटोलाई विचार गरेर हेर्नुभयो भने त्यो बुझ्नुहुन्छ। जापानमा रोजगारीको लक्ष्य राखेर आउनेहरूको लागि धेरै पथहरू छन् नि, होइन? विद्यार्थी भिसामा आउने, सिपमूलक प्रशिक्षार्थी अथवा टेक्निकल इन्टर्नको रूपमा आउने, सिप विकास रोजगार कार्यक्रममा आउने, विशेष सिप कामदार अथवा एसएसडब्ल्यूको रूपमा आउने, डिपेन्डेन्ट भिजामा आउने आदि विभिन्न हुन्छन्। जापानमा रोजगारीको लक्ष्य राखेर अध्ययन गरिरहेका विद्यार्थीहरू तपाईँहरूको उदाहरणलाई हेरौँ न। यी विभिन्न माध्यमहरू थिए, तर तपाईँहरूले विद्यार्थीको बाटो नै रोज्नुभयो। यसको लागि के कुराहरू गर्नुभयो? किन र के को लागि जापान आउनुभयो? धेरै कारणहरू हुन सक्छन्, तर तपाईँहरू आफ्नो देश छोडेर फरक सोचाइ र फरक जीवनशैली भएको देशमा आउने कुरा आफैले निर्णय गर्नुभएको हो नि, होइन? अब आफ्नो यो करियर पक्षको जिम्मेवारी आफैले नै लिनुपर्ने हुन्छ। अबदेखि आउने भविष्यका निर्णयहरू पनि तपाईँहरूले आफै गर्नुपर्छ भन्ने कुरा आज यहाँ बुझ्नुहोस्। विद्यार्थीहरूले शिक्षकसँग, आफ्नो वरिपरिका विश्वासिला व्यक्तिहरूसँग सल्लाह सुझाव लिनुहोस्, तर अन्तिम निर्णय चाहिँ तपाईँहरू आफैले लिनुपर्ने हुन्छ है। यो धेरै महत्त्वपूर्ण कुरा हो, विचार गरिराख्नुहोस्। विद्यार्थी टेक्निकल इन्टर्न एसएसडब्ल्यूको रूपमा जापान आउनेहरूको करियर पथ। यो चार्ट हेर्नुहोस्। यो चार्ट विद्यार्थी टेक्निकल इन्टर्न एसएसडब्ल्यूको रूपमा जापान आउने विद्यार्थीहरूको करियर पथको उदाहरण हो। जापान आउने सबैले कुनै न कुनै रूपमा नेपालमा जापानी भाषा अध्ययन गरेर यो देशमा आएका हुन्छन्।
त्यसपछि जापानी भाषा स्कुलमा थप अध्ययन गरी कलेज र युनिभर्सिटी आदि पास गरेपछि प्रविधि मानविकी अन्तर्राष्ट्रिय सेवा भिजा, त्यसलाई जापानीमा गिजिन कोकु भिजा भन्छ, अथवा केयर गिभर भिजामा काम गर्ने व्यक्तिहरू छन्। साथै केही व्यक्तिहरू नेपालमा वा जापानको जापानी भाषा स्कुलमा अध्ययन गरेपछि एसएसडब्ल्यूको योग्यता परीक्षा दिएर उत्तीर्ण भई एसएसडब्ल्यूको रूपमा काम गर्ने व्यक्तिहरू पनि छन्। एसएसडब्ल्यू भिजा 1 नम्बरबाट 2 नम्बरमा बढाउन सकिन्छ र जति पटक नवीकरण गर्न पनि पाइन्छ। यसबाहेक जापानमा प्राविधिक इन्टर्नका रूपमा सिप विकास रोजगार कार्यक्रमको रूपमा आएर एसएसडब्ल्यूको योग्यता परीक्षा दिएर उत्तीर्ण भई एसएसडब्ल्यूको रूपमा काम गर्ने व्यक्तिहरू पनि छन्। जुन पदबाट आए पनि अथवा माफ गर्नुहोस्, जुन पथबाट आए पनि जुनसुकै समयमा बिचमै आफ्नो देश फर्कन पाइन्छ, तर धेरैजसो मानिसहरू जापानमा केही समय कामको अनुभव लिएर मात्र फर्कन चाहेको देखिएको छ। अब तेस्रो मुख्य शब्द हो करियर लक्ष्य। तपाईहरूले लक्ष्य भन्ने शब्द सुन्नुभएको छ। अङ्ग्रेजीमा यसलाई गोल भनिन्छ। म्याराथनको गोल भन्दा यसलाई बुझ्न सजिलो हुन्छ होला, होइन? तर करियरको लक्ष्यको अर्थ अलि फराकिलो हुन्छ। एक शब्दमा भन्नुपर्दा तपाईँ भविष्यमा बन्न चाहने आफ्नो रूप नै करियर लक्ष्य हो। तपाईहरू के गर्न चाहनुहुन्छ? कस्तो कुरा गर्न सक्ने बन्न चाहनुहुन्छ? कस्तो व्यक्ति बन्न चाहनुहुन्छ? यी सबै करियर लक्ष्य हुन्। करियर लक्ष्य एउटै मात्र हुँदैन। जीवन अगाडि बढ्दै जाँदा नयाँ नयाँ लक्ष्यहरू देखा पर्छन्। जस्तै विदेशी विद्यार्थीहरूको पहिलो करियर लक्ष्य जापानमा रोजगारी पाउने हुन्छ। त्यसपछि 10 वर्ष अथवा 15 वर्ष अथवा 5 वर्षपछि आफ्नो देश फर्केर नयाँ काम सुरु गर्नु अर्को करियर लक्ष्य हुन सक्छ। मैले अघिल्लो चित्रमा पनि व्याख्या गरे चाहिँ करियर लक्ष्य एउटा मात्र हुँदैन। किन होला? तपाईहरूले जापानमा आएर जापानी भाषा स्कुलमा पढ्ने र युनिभर्सिटी जाने भन्ने करियर लक्ष्य, केही करियर लक्ष्यहरू त हासिल गरिसक्नु भएको छ। अनि अब भविष्यमा जापानमा रोजगारी गर्ने भन्ने चाहना छ होला, होइन? यी सबै कुरा करियर लक्ष्य हुन्। अर्थात् एउटा लक्ष्यमा पुगेपछि अर्को लक्ष्य जीवनमा देखा पर्छ। त्यस्तै जीवनमा अन्य धेरै लक्ष्यहरू अगाडि देखा पर्दै जान्छन्। यसमा कामको कुरा मात्र नभई तपाईहरूमध्ये कसैको विवाह हुन सक्छ, परिवार बन्न सक्छ, होइन र? आफ्ना आमा बाबु अथवा परिवारका लागि आफ्नो देश फर्केर नयाँ काम गर्न खोज्ने व्यक्तिहरू पनि हुनुहुन्छ होला। त्यस्तै जापानमा परिवारलाई बोलाउने लक्ष्य लिएका व्यक्तिहरू पनि हुन्छन्। त्यसले गर्दा काम परिवर्तन गर्नुपर्ने अथवा नयाँ काम रोज्नुपर्ने अवस्था पनि आउन सक्छ। त्यसो हुँदाखेरिमा फेरि अर्को लक्ष्य बन्छ। यसरी करियर लक्ष्य भनेको कामको लक्ष्य मात्रै होइन, लक्ष्य निर्धारण गर्दा आफ्नो सम्पूर्ण जीवनलाई पनि विचार गर्नुपर्ने हुन्छ। लक्ष्य एउटा मात्र हुँदैन। तपाईहरू हेर्नुहोस् त, यहाँ हुनुहुन्छ अहिले। लक्ष्य एउटा मात्र हुँदैन भन्ने कुरा तपाईहरूलाई बुझाउनका लागि युनिभर्सिटीमा अध्ययन गरिरहेका तपाईहरूकै उदाहरण दिएर व्याख्या गर्छु। युनिभर्सिटीमा प्रवेश हुनु अघि जापानी भाषा स्कुलमा हुनुहुन्थ्यो नि, होइन? त्यति बेलाको लक्ष्य भनेको युनिभर्सिटीमा प्रवेश गर्ने थियो। तर अबको तपाईहरूको लक्ष्य भनेको रोजगारी हो। त्यसपछिको भविष्यमा पनि नयाँ लक्ष्य हुन्छ। यो चित्रमा देखाइएका यो गोलो घेराभित्र भएका सबै लक्ष्यहरू हुन्। अब यो चित्रमा हेर्नुहोस्। यो रातो घेराभित्रको भागमा मात्र अब ध्यान दिनुहोस्। अहिले युनिभर्सिटीमा अध्ययन गरिरहेका तपाईहरू योभन्दा अघि कहाँ हुनुहुन्थ्यो? जापानी भाषा स्कुलमा, त्योभन्दा अगाडि नेपालमा, होइन?
नेपालमा हुनुहुन्थ्यो अनि जापानी भाषा स्कुलमा आउनुभयो, त्यसपछि जापानी भाषा ग्रेजुएसन गरेपछि युनिभर्सिटी जानुभयो। त्यहाँसम्म आइपुग्दा तपाईँले केही लक्ष्यहरू हासिल गरिसक्नु भएको छ। बुझ्नुभयो नि यो त? जापान जाने, जापानको युनिभर्सिटी पढ्ने निर्णय गरेर त्यसलाई साकार पार्नुभयो। तपाईहरू यी सिँढीहरू चढेर यहाँसम्म आउन सफल हुनुभएको छ। तपाईहरू यो चित्रमा हेर्नुहोस्, तपाईहरू अहिले यहाँ हुनुहुन्छ युनिभर्सिटीमा, हैन? अब यसको बारेमा विचार गरौँ। अहिले युनिभर्सिटीमा अध्ययन गरिरहेका तपाईहरू अब कसरी अगाडि बढ्ने सोचमा हुनुहुन्छ त? धेरै जसो व्यक्तिहरूको लक्ष्य रोजगारीमा पुग्ने नै हुन्छ होला, हैन? यो बुझ्नुहोस् कि तपाईहरू पनि अहिले यो सिँढी एक खुड्किलो दृढतापूर्वक चढिरहनु भएको छ। अब यहाँ एउटा महत्त्वपूर्ण प्रश्न छ। तपाईहरूको अबको करियर लक्ष्य के हो? अहिले जापानको युनिभर्सिटीमा अध्ययन गरिरहनुभएका तपाईहरूले आफ्नो अबको लक्ष्य बारेमा सोच्नुहोस्। यो युनिभर्सिटी ग्रेजुएसन गरेपछि कहाँ जानुहुन्छ? यो नै तपाईहरूको अबको करियर लक्ष्य हो। जुनसुकै बाटो रोजे पनि अघिल्लो चित्रमा देखाए झैँ तपाईहरू सिडी, त ज्ञान र सिपको सिडी चढ्दै अगाडि बढ्नुहुनेछ। अब अन्तिम मुख्य शब्द, करियर विकास भनेको के हो? के होला? यो भनेको सिप र ज्ञानको सिडी क्रमिक रूपमा बढ्दै जाने कुरा हो। अर्थात् नयाँ सिप सिक्नु, नयाँ ज्ञान आर्जन गर्नु र आफ्नो क्षमता बढाउँदै जानु भनेको हो र यो नै करियर विकास हो। अब करियर विकास भनेको अझै भन्दैछु। यो चित्र धेरै पटक देखिसक्नु भएको छ, तर यसपटक सिँढीलाई गाढा नीलो रङमा देखाइएको छ। किन होला? आफ्नो लक्ष्यमा पुग्नका लागि आवश्यक ज्ञान र सिप सिक्न धेरै महत्त्वपूर्ण छ भनेर हाइलाइट गर्न यो गाढा नीलो रङमा देखाइएको हो। चित्रमा हेर्नुहोस् त, विगतदेखि वर्तमान हुँदै भविष्यको लक्ष्यतर्फ स्टेप बढ्दै गएको देखिन्छ। यो सिँढी चढ्नका लागि सिप र ज्ञान आवश्यक हुन्छ। अब फेरि प्रश्न छ, त सिप र ज्ञान भनेको के हो त? अब ज्ञान र सिप भनेको के हो भन्ने कुरा बुझाउँछु। ज्ञान, नलेज, यो भनेको अध्ययन गरेर आफ्नो दिमागमा सञ्चित गर्ने कुरा हो। जस्तै स्कुलमा अध्ययन गरेर प्राप्त गर्ने कुरा ज्ञान हो। सिप भनेको हात र शरीर चलाएर प्र्याक्टिस गरेर केही गर्न सक्ने बन्नु हो। यो कुरा सम्झिराख्नुहोस् है। अझै सजिलोसँग भन्दा ज्ञान भनेको स्कुलमा अध्ययन गरेर वा किताबहरूबाट सिकेका कुराहरू हुन्। सिपको बारेमा अलि बुझ्न गाह्रो हुन सक्छ। तपाईहरू सबैले पार्ट टाइम काम गर्नुहुन्छ नि? पार्ट टाइम काम गर्दा सिकेका विभिन्न क्षमताहरू चाहिँ सिप हुन्। उदाहरणका लागि कन्भिनियन्स स्टोरमा पार्ट टाइम काम गरेका कोही हुनुहुन्छ भने पहिलो दिनको कुरा सम्झिनुहोस् त। के गर्ने, कसरी गर्ने भन्ने केही पनि थाहा थिएन, हैन? सुरुमा गाह्रो भएको थियो नि? केही महिनापछि चाहिँ कस्तो भयो? ग्राहकहरूको सामान लिएर क्यासियरमा बिलिङ गर्ने, कसरी भुक्तानी गर्ने भनेर सोध्ने, नगदमा लिने कि कार्ड वा इलेक्ट्रोनिक पैसाबाट भुक्तानी गराउने, यी सुरुमा थाहा नभएका कामहरू थिए। तर अहिले तपाईहरूले सहजै विभिन्न कामहरू गर्न सक्ने हुनुभएको छ होला, होइन? यदि तपाईले पहिलेभन्दा अहिले राम्रोसँग काम गर्न सक्ने हुनुभएको छ भने त्यो ग्राहकलाई सेवा दिने सिप आर्जन भएको हो। त्यस्तै गरेर चिनजानका व्यक्तिहरूलाई वा परिवारका सदस्यहरूलाई सहयोग गरेर वा मद्दत गरेर विभिन्न कुराहरू सिक्नु भएको हुन सक्छ। तिनीहरू चाहिँ सिप हुन्।
त्यसैले त्यस्तो सहयोग पनि धेरै महत्त्वपूर्ण हुन्छ। तपाईहरू जापानमा आउनुभएको कुरा र युनिभर्सिटीमा अध्ययन गर्नुभएको कुरा केही करियर लक्ष्य हासिल गरिसक्नु भएको हो भनेर मैले अघि भनिसकेँ। ल अब सोच्नुहोस् त, यी करियर लक्ष्य हासिल गर्न तपाईहरूले अहिलेसम्म के कस्ता सिप र ज्ञान आर्जन गर्नुभएको थियो? अब विगतको अहिलेसम्मको कुराहरू सोच्नुहोस्। तपाईहरू यी सिँढीहरू चढ्दै आउनुभएको हो नि, यो गाढा निलो रङको भागलाई हेर्नुहोस् त। यहाँसम्म आइपुग्दा कस्ता सिप र ज्ञानका खुड्किलोहरू चढ्नुभयो होला? तपाईहरूको अहिलेसम्मको कुरा अब सोच्नुहोस्। अहिलेसम्मको यात्रालाई फर्केर हेरौँ। अहिलेसम्म तपाईहरूले के कस्ता सिप र ज्ञान हासिल गरिसक्नु भएको छ? अहिलेसम्म तपाईले सबभन्दा बढी के कुरामा मेहनत गर्नुभयो? कुनै पनि कुरा हुन सक्छ त्यसमा, पढाइ होस् वा अन्य कुनै कुरा। स्कुलमा के पढ्नुभयो? कुन विषयमा सिपालु हुनुहुन्थ्यो? कुन विषय मन पर्थ्यो वा अथवा कुन विषय गाह्रो लाग्थ्यो? जापानी भाषा स्कुलमा अथवा युनिभर्सिटीमा भर्ना हुनको लागि के कुराहरू अध्ययन गर्नुभयो? यसका लागि जापानी भाषा पढ्नुभयो होला नि, हैन? त्यो कतिको गाह्रो थियो? कतिको कोसिस गर्नुभयो त्यसका लागि? जापानमा आउनु अघि र आइसकेपछि तपाईले के कुराहरू, नयाँ कुराहरू थाहा पाउनुभयो? पढाइको कुरा मात्र नभई पार्ट टाइम कामको कुरा र जीवन चलाउने कुरा जे पनि हुन सक्छ। यी चाहिँ तपाईले आर्जन गरेका ज्ञान र सिपहरू हुन्। यी कुराहरूलाई तपाईहरूले समय हुँदा सोचेर लेख्नुहोस्। अब ज्ञान र सिपको सिँढीको कुरा गरौँ है। यो सिँढी कसैले राम्ररी चढ्न सक्छन् भने कसैले त्यति सजिलै चढ्न सक्दैनन्। जस्तै राम्रोसँग पढ्ने व्यक्ति र अल्छी मात्र गर्ने व्यक्ति बीच जापानी भाषाको सिकाइमा पनि फरक हुन्छ। धेरै पढ्ने व्यक्तिले धेरै सिँढी चढ्न सक्छन्, अल्छी गर्ने व्यक्तिले थोरै भन्दा चढ्न सक्दैनन्। स्कुलको अध्ययनबाट ज्ञानको सिँढी चढ्न सकिन्छ भने पार्ट टाइम कामवादीबाट सिपको सिँढी चढ्न सकिन्छ। एउटै पार्ट टाइम काममा पनि उत्साह नराखी, जोस जाँगर नराखी काम गर्ने व्यक्ति र सिक्दै काम गर्ने मानसिकता भएको व्यक्ति बीच फरक पर्छ। सही तरिकाले प्रयास गर्ने व्यक्तिले पढाइ र पार्ट टाइम काम दुवैलाई हल्का रूपमा लिँदैनन्, बरु उनीहरू लक्ष्यलाई ध्यानमा राखेर काम गर्छन्। जीवन पनि त्यस्तै हो। गर्न मन नभई गरिने काम र ल अब म गर्छु भनेर गरिने कामको नतिजामा फरक हुन्छ। सबैभन्दा महत्त्वपूर्ण कुरा त तपाई आफैले एउटै पार्ट टाइम काम वा पढाइ गर्दा पनि त्यो दिक्क लाग्दो छ भनेर हरेक दिन निराश भएर बिताउनु र आज पनि मेहनत गर्छु भनेर उत्साहित भएर घरबाट निस्किनुमा गर्ने भावमा फरक पर्छ नि, हैन? यदि तपाईको लक्ष्य स्पष्ट छ भने सिँढी चढ्नु स्वाभाविक लाग्छ। यदि लक्ष्य अस्पष्ट छ भने केवल पढ वा पार्ट टाइम काम गर भन्दा पनि गाह्रो लाग्न सक्छ। सिप र ज्ञानका अतिरिक्त नेटवर्क पनि महत्त्वपूर्ण छ भन्ने कुरा बुझ्नुपर्छ। राम्रो नेटवर्क गर्न सकियो भने धेरै जानकारीहरू प्राप्त गर्न सकिन्छ। त्यसैले यो चित्र याद गरिराख्नुहोस्। सिप, नेटवर्क र ज्ञानले तपाईलाई सफल व्यक्ति बनाउन मद्दत गर्छन्। यो यहाँ हेर्नुहोस्, करियर विकास भएको व्यक्तिमा के छन् र नभएको व्यक्तिमा के छन्। अब म सिप र ज्ञान कसरी सिक्दै गइन्छ भन्ने कुरा देखाउनको लागि यहाँ एकजना कार्केजी भन्ने व्यक्तिको उदाहरणलाई देखाउन गइरहेको छु। उहाँ कार्केजी भन्ने व्यक्ति तपाईहरू जस्तै जापानी भाषाको पढ्नको लागि जापानी भाषा स्कुलमा आएर सेम्बोङ्गाको पढेर त्यसपछि एउटा जापानी कम्पनीमा हाई लेभलको पोजिसनमा रहेर काम गरिरहनु भएको व्यक्ति हो। हाम्रो प्रोजेक्टले उहाँको अन्तर्वार्ताको भिडियो लिएर हाम्रो प्रोजेक्टको वेबसाइटमा राखेको छ। तपाईहरूले चाहनुहुन्छ भने उहाँको इन्टरभ्यू हेर्न सक्नुहुन्छ। तपाईहरूलाई केही उदाहरण होला भनेर मैले उहाँले कसरी ज्ञान र सिपको सिँढी चढ्नु भयो त भन्ने बारेमा प्रश्न पार्नको लागि यहाँ उदाहरणको रूपमा प्रस्तुत गर्दछु।
अब उहाँको उदाहरणलाई हेरौँ। तपाईँहरूले यो कुरा सुन्नुभन्दा अगाडि उहाँको भिडियो एकचोटि हेर्न पनि सक्नुहुन्छ है, अथवा पछि तपाईँले हेर्न पनि सक्नुहुन्छ। उहाँ चाहिँ जापान आएर विद्यार्थीको रूपमा पार्ट टाइम काम र पढाइ दुवैलाई मेहनत गरेर, दुवैलाई ब्यालेन्स गरेर अहिले धेरै खुसीका साथ सक्रिय रूपमा रहनुभएका एकजना अग्रज हुनुहुन्छ। उहाँ अहिले जनशक्ति आपूर्ति कम्पनीको मुख्य कार्यालयमा म्यानेजरको रूपमा कार्यरत हुनुहुन्छ। उहाँले 6 वर्षभन्दा बढी पार्ट टाइम कामको अनुभव लिनुभयो। त्यो समयमा म्याकडोनाल्डमा सब म्यानेजर पनि हुनुभयो। सहकर्मीहरूको व्यक्तित्व र स्वभाव हेरेर उहाँहरूलाई पार्ट टाइम कामको लागि सिफारिस गर्दा पार्ट टाइम काम दिने ठाउँ र सहकर्मी दुवैबाट धन्यवादहरू पाउँदा उहाँलाई खुसी लाग्ने गर्दथ्यो। अनि जापानी रेस्टुरेन्ट इजाकाया भन्छ, त्यसमा पनि उपप्रबन्धकको रूपमा सब म्यानेजरको रूपमा पनि काम गर्नुभयो। उहाँलाई यी दुवै पार्ट टाइम काम गर्ने ठाउँबाट पछि उहाँ ग्रेजुएसन गरेपछि फुल टाइम कर्मचारीको प्रस्ताव पनि आएको थियो। उहाँले जनशक्ति आपूर्ति कम्पनीमा सुरुमा अनुवादक, दोभाषे अथवा ट्रान्सलेटर र त्यसपछि सब म्यानेजर अनि ब्रान्च म्यानेजर हुनुभयो। यसरी उहाँले आफ्नो कम्पनीभित्र पनि पदोन्नति गराउँदै जानुभयो। हाल उहाँ मुख्य कार्यालयको म्यानेजर पदमा पदोन्नति पाउनुभएको छ। हेड अफिस म्यानेजरको पदोन्नति पाउनुभएको छ। यसरी उहाँले आफ्नो करियरलाई ज्ञान र सिपको माध्यमबाट माथि बढाउँदै लग्नु भएको छ। त्यस्तै गरेर हामीले अन्य व्यक्तित्वहरूको पनि हामीले इन्टरभ्यू भिडियोहरू हाम्रो वेबसाइटहरूमा राखेका छौँ। तीमध्ये नेपाल फर्केर बिजनेसमा सफलता हासिल गरेका र जापानमै करियर निर्माणमा सफलता हासिल गरेका नेपालीहरूको भिडियोहरू हुन्। तिनीहरूलाई तपाईँहरूले हाम्रो युट्युब लिङ्क जाइका सिडीको पोर्टल साइटमा राखिएको छ, त्यहाँ हेर्न सक्नुहुन्छ। यसको उद्देश्य तपाईँहरूलाई त्यहाँबाट प्रेरणा मिलोस् भन्ने हो। आफूलाई रुचि राखेको भिडियोहरू, रुचि लागेको भिडियोहरू त्यहाँ गएर हेर्न सक्नुहुनेछ। मैले अघि भने करियर लक्ष्य हासिल गर्न उपयोगी सिप र ज्ञान सिक्ने प्रक्रिया जीवनभरि चलिरहने प्रक्रिया हो भनेर भने। अब यहाँ फेरि कार्कीजीको उदाहरण लिएर हेरौँ। उहाँले कुन प्रकारको ज्ञान र सिप कहाँबाट सिक्नु भएको थियो त भन्ने कुरा अब म यहाँ बुझाउँछु। यो कुरा बुझ्नु महत्त्वपूर्ण छ, किनभने तपाईँहरूले अन्तिममा, यो सेक्सनको अन्तिममा आफूले के कस्ता सिप र ज्ञान सिक्नुहुन्छ भन्ने विषयमा सोच्नुपर्नेछ। यसको लागि अहिले यस्ता उदाहरणहरूबाट पूर्व जानकारी लिनुभयो भने पछि तपाईँले आफ्नो अनि योजना बनाउँदाखेरिमा पनि काम लाग्छ। यी अनुभव र सिपका आधारमा कार्कीजीले आफ्नो करियर लक्ष्य अगाडि बढाउनु भयो। जस्तै यहाँ हेर्नुहोस्, उहाँले नेपालमा हुँदा जापानी भाषा यान 4 पास गर्नुभयो। त्यस्तै गरेर अङ्ग्रेजी भाषा पनि उहाँको राम्रै थियो, यो चाहिँ उहाँको ज्ञान हो। त्यस्तै गरेर जापानी भाषा स्कुलमा हुँदाखेरिमा उहाँले के ज्ञान जापानी भाषा यान 3 पास गर्नुभयो। त्यस्तै गरेर उहाँले अर्काको देशमा बाँच्न सक्ने क्षमता, जापानी ग्राहकलाई कसरी सेवा दिने भन्ने तरिका र सामर्थ्यको व्यवस्थापन गर्ने सिप पनि उहाँले सिक्नुभयो। त्यस्तै गरेर भोकेसनल स्कुलमा अध्ययनरत हुँदा उहाँले जापानी भाषा यान 2 पास गर्नुभयो। त्यति बेला उहाँले पार्ट टाइम कामबाट मार्केटिङ, जापानको आतिथ्य सेवा, बिजनेस म्यानर र अकाउन्टिङ आदिको ज्ञानहरू पनि लिनुभयो। अनि रेस्टुरेन्ट व्यवस्थापन, कर्मचारीलाई सञ्चालन गर्ने तरिका, जुनियरलाई पार्ट टाइम काममा लगाउने अनि सिफारिस गर्ने क्षमताहरू पनि उहाँहरूले सिक्दै जानुभयो। त्यस्तै गरेर उहाँ जागिरी भइसकेपछि कामदार आपूर्ति कम्पनीमा हुँदा उहाँले चाहिँ कर्मचारी प्रणाली, उद्योग संरचना, कम्पनी व्यवस्थापन, वित्तीय तथा लेखा व्यवस्थापन जस्ता ज्ञानहरू सिक्दै जानुभयो भने नेगोसिएसन गर्ने क्षमता, आफ्ना माताहतका कर्मचारीहरूको व्यवस्थापन कसरी गर्ने, टिम निर्माण कसरी गर्ने भन्ने जस्ता सिपहरू सिक्दै जानुभयो। यसरी उहाँले अहिले पनि आफ्नो ज्ञान र सिपलाई बढाउने प्रक्रिया जारी राखिराख्नु भएको छ। अघि मैले खार्कीसानको अनि अन्य व्यक्तिहरूको राम्रो उदाहरण पनि हेर्न सक्नुहुन्छ भनेर भने।
राम्रो उदाहरणपछि अब म एउटा यस्तो फरक उदाहरण पनि प्रस्तुत गर्दछु। यो चित्रमा हेर्नुहोस्। लक्ष्य नहुँदा कसरी यो विद्यार्थी असफल भयो भन्ने कथा हो यो। यो व्यक्ति जापान आउनुको उद्देश्य बिर्सेर असफल भयो। तपाईहरू यस्तो अवस्थामा नपर्नुहोस् भन्ने म चाहन्छु। यो व्यक्ति जापान आएर धेरै मेहनतका साथ काम त गर्यो, तर उसँग कुनै लक्ष्य थिएन र उसको दिमागमा पैसा कमाउनका लागि पार्ट टाइम काम गर्ने भन्ने कुरा मात्र थियो। पार्ट टाइम काम त सबैले गर्नुपर्ने हुन्छ, तर उसले काम र पढाइलाई ब्यालेन्स गर्न सकेन। ऊ स्कुलमा अनुपस्थित हुने, गैल हुने वा गए पनि थकित भएर सुत्ने गर्थ्यो। त्यसैले उसको जापानी भाषा पनि राम्रो भएन। अन्ततः उसलाई जबरजस्ती उसको देश फर्काइयो। उसले कुनै विशेष सिप पनि सिकेको थिएन। जापान गएर पनि जापानी भाषा राम्ररी नसिकेकाले कामको अवसर पनि उसले पाएन। नेपाल फर्केर पनि काम गर्न वा व्यवसाय सुरु गर्न उसलाई गाह्रो भयो। यसरी नै समयमै सोचेन भने समय, पैसा र ऊर्जा बर्बाद हुन सक्छ। नियम, कानुन, अनुशासन पालना गरौँ। स्कुलमा पनि अनुशासनको पालना गरौँ। चिटिङ नगरौँ, समयमै होमवर्क गरौँ, फेल हुने नगरौँ, पास हुने गरौँ र हाजिरी पनि रेगुलर हुने गरौँ। विद्यार्थीहरू मात्र होइन, परिवार भिजामा अथवा डिपेन्डेन्ट भिजामा आएकाहरूका लागि पनि हप्तामा 28 घण्टाको कामको नियम छ। 2-3 वटा काम, पार्ट टाइम कामहरू गर्ने व्यक्तिहरू पनि होलान्, तर हाल नियमहरू कडा भएकोले एकदमै सावधान रहनुपर्छ। अनि अर्को कुरा, पार्ट टाइम काम गर्ने ठाउँबाट पनि केही सिकेर आफ्नो ज्ञान र सिपलाई निखार्नुहोस्। अहिलेसम्म मैले भनेको कुराहरू फेरि एकचोटि समीक्षा गर्छु। यो चित्र सम्झिराख्नु भएको छ नि। अहिलेसम्म मैले 4 वटा महत्त्वपूर्ण किवर्डहरू भने। ती के हुन्? करियर लक्ष्य, करियर विकास, करियर पथ। यी शब्दहरू याद राखिराख्नुहोस् है। अब कामको करियर लक्ष्य कसरी निर्धारण गर्ने? करियर लक्ष्य निर्धारण गर्ने सिकेर तपाईहरूको तत्कालको करियर लक्ष्यको बारेमा पनि अब सोचौँ। करियर लक्ष्य भनेको अघिल्लो चित्रमा यो गोलो भित्र राखिएको कुरा हो। तपाईहरूको करियर लक्ष्य के हो त? यो चित्रको गोलोले करियर लक्ष्यलाई जनाउँछ। यो गोलोमा भित्र लेखेकोहरू सबै करियर लक्ष्य हुन्। तपाईहरू अहिले वर्तमान लेखेको गोलोमा हुनुहुन्छ। अब यो अगाडिको गोलोमा के हुन्छ भन्ने कुरा अब ध्यान दियौँ। यो अगाडिको गोलोमा करियर लक्ष्य 1 छ नि। अब यता लगाउँ। करियर लक्ष्य राख्नु भनेको जीवनको नक्सामा गन्तव्य स्पष्ट पार्नु जस्तै हो। अनि यो करियर लक्ष्य स्पष्ट राख्नु किन महत्त्वपूर्ण छ? करियर लक्ष्य राख्नु अथवा तपाईहरूको अवस्थामा अहिले जापानमा काम गर्ने अथवा रोज पाउने भन्ने लक्ष्य राख्नु भनेको जङ्गलमा हिँड्दा नक्सा लिएर हिँडे जस्तै हो। नक्सा बिना जङ्गलमा प्रवेश गर्दा बाटो हराउने सम्भावना हुन्छ नि। गन्तव्यमै पुग्न गाह्रो हुन्छ अथवा पुग्नै नसकिन सक्छ। तर नक्सा लिएर हिँड्दा के हुन्छ? कहाँ जान खोजेको ठाउँ थाहा हुन्छ, सिधै त्यहाँ पुग्न सकिन्छ, सजिलै पुग्न सकिन्छ। करियर लक्ष्य भनेको तपाईको जीवनमा तपाईँ जान चाहेको ठाउँ हो। यदि तपाईँ कतै जान चाहेको ठाउँ थाहा छैन भने तपाईँ जङ्गलमा यताउता घुमिरहनुहुन्छ अथवा लक्ष्य अथवा जान चाहेको ठाउँमा पुग्न सकिँदैन। तर लक्ष्य भयो भने सजिलै पुग्न सकिन्छ। तपाईहरूको भविष्यमा पनि यही कुरा लागू हुन्छ। काम जुनसुकै भए पनि हुन्छ भन्ने कुरा सोच नलिनुहोस् है। कस्तो काम गर्न चाहनुहुन्छ, कस्तो तरिकाले काम गर्न चाहनुहुन्छ, तपाईँ कहाँ पुग्न चाहनुहुन्छ भन्ने कुरा सकेसम्म स्पष्ट सोच्नुहोस्। अब त्यसको लागि के कुरामा ध्यान दिनुपर्छ भन्ने कुरा अब बताउनेछु।
संसारमा यो चित्रमा हेर्नुहोस्, संसारमा धेरै थरीका कामहरू हुन्छन्। तपाईहरू कस्तो काम गर्न चाहनुहुन्छ, कहाँ कसरी काम गर्न चाहनुहुन्छ, कसरी निर्णय गर्ने, यो निर्णय लिएपछि जीवनको नक्सामा कहाँ जान चाहने भन्ने कुरा स्पष्ट हुन्छ। अहिले तपाईहरू युनिभर्सिटीका विद्यार्थीहरू हुनुहुन्छ। अब आफूले कस्तो काम गर्ने, त्यो लक्ष्य कसरी सोच्ने भन्ने कुरा आज तपाईहरूले बुझ्नै पर्छ। अब यहाँ रोजगारीको बारेमा कुरा गरौँ। तपाईहरू जापान आएको यसैको लागि हो नि, हैन? यो तपाईहरुको आगामी करियर लक्ष्य हो। यो पहिलो भागमा देखाइएको छ। अब यसको बारेमा कुरा गरौँ। सबैले जापानमा विद्यार्थीको रूपमा आउने सबैजनाले आफ्नो पढाइ पुरा गरिसकेपछि त्यसपछिको लक्ष्यको बारेमा कुरा गर्दा अथवा यो रोजगारीको बारेमा कुरा गर्दा तीनवटा कुरा महत्त्वपूर्ण हुन्छन्। त्यो तीनवटा कुरा अब म तपाईहरुलाई बताउनेछु। आफ्नो करियर लक्ष्यका महत्त्वपूर्ण तीनवटा तत्त्वहरू। यो तीनवटा तत्त्वहरू तपाईले याद राखिराख्नुहोस् भन्ने म चाहन्छु। आफ्नो लक्ष्य निर्धारण गर्दाखेरिमा यी तीन कुराहरू विचार गर्नुपर्ने हुन्छ। 1. काम गर्ने क्षेत्र, 2. पद पोजिसन, 3. रोजगारीको प्रकार। अहिले अर्थ नबुझे पनि ठिकै छ। अब म यसको बारेमा व्याख्या गर्नेछु। काम गर्ने क्षेत्र के हो त यो? कामको मुख्य क्षेत्र जस्तै उदाहरणका लागि कृषि, उत्पादन, शिक्षा, निर्माण आदि। यो चाहिँ कामको ठूलो समूह हो। तपाई कुन क्षेत्रमा रुचि राख्नुहुन्छ त? यो कुरा विचार गर्नुपर्छ। त्यसपछि अर्को पद अथवा पोजिसन। विशिष्ट पदका उदाहरणहरूमा मालिक, प्रबन्धक, इन्जिनियर आदि हुन्छन्। तपाई के भूमिकामा काम गर्न चाहनुहुन्छ? यो कुरा पनि विचार गर्नुपर्ने हुन्छ। अनि अर्को छ रोजगारीको प्रकार। कस्तो प्रकारको रोजगारी हो? उदाहरणका लागि फुल टाइम कर्मचारी हो कि पार्ट टाइम अथवा स्वरोजगार हो कि? तपाई कस्तो प्रकारको रोजगारी तपाई गर्न मनपर्छ अथवा गर्नुपर्ने हुन्छ? करियर लक्ष्य यी तीन कुराहरूको संयोजन हो। अर्थात् करियर लक्ष्य काम गर्ने क्षेत्र, पद अथवा पोजिसन र रोजगारीको प्रकार मिलेर बनेको हुन्छ। यी तीन कुरा बुझेमा तपाईको रुचि र चाहनासँग मेल खाने करियर लक्ष्य खोज्न सजिलो हुन्छ। अब पहिलो महत्त्वपूर्ण कुराको बारेमा अथवा काम गर्ने क्षेत्रको बारेमा अझै म विस्तृत रूपमा बताउनेछु। काम गर्ने क्षेत्र, यसलाई जापानीमा ग्योस्यु भनिन्छ। यो भनेको कामको क्षेत्रलाई एउटा समेट्ने ठूलो समूह हो। यहाँ चाहिँ बुझ्न सजिलो हुने तीनवटा क्षेत्र दिइएको छ, तर वास्तवमा काम गर्ने क्षेत्र अझै धेरै हुन्छन्। तीनवटा काम गर्ने क्षेत्रको उदाहरणमा यो स्लाइडमा हेर्नुहोस्। यहाँ चाहिँ पर्यटन, केयरगिभर र कृषि देखाइएको छ। तपाईहरुको पार्ट टाइम काम गरिरहेको ठाउँ कस्तो छ? त्यो चाहिँ धेरैले कन्भिनियन्स स्टोरमा गर्नुभएको पनि छ होला। त्यो चाहिँ कुन क्षेत्रमा पर्छ? त्यो चाहिँ खुद्रा व्यापारको क्षेत्र हो। त्यस्तै गरेर कतिपय जापानी पब अथवा इजाकाया जापानी रेस्टुरेन्टहरुमा काम गर्नुभएको पनि हुन सक्छ। त्यो चाहिँ कुन क्षेत्र हो? खाद्य सेवा उद्योग। त्यस्तै अरु निर्माण, अटोमोबाइल, नर्सिङ केयर आदि क्षेत्रहरू पनि छन्। अनि त्यस्तै गरेर तपाईहरुलाई पर्यटन भन्नाले कस्तो काम होला भन्ने लाग्छ? पर्यटन समूहमा कस्ता कम्पनीहरू पर्छन्? होटल, ट्राभल एजेन्सी, टुरिज्म, बस कम्पनी, एयरपोर्टको काम आदि। त्यस्तै चिकित्सा क्षेत्रमा सामान्य अस्पताल, क्लिनिक, मेडिकल उपकरण उत्पादक, औषधि कम्पनी आदिहरू पर्छन्। त्यस्तै कृषिमा कृषि उत्पादन, किसान, कृषि मेसिनरी उत्पादन, कृषि सहकारी संस्था, कृषि उत्पादन प्रशोधन कम्पनी आदि विभिन्न क्षेत्रहरू पर्छन्। यो त उदाहरण मात्रै हो, अझै धेरै क्षेत्रहरू हुन्छन्। त्यस्तै गरेर काम गर्ने क्षेत्रहरू पनि एक आपसमा सम्बन्धित हुन्छन्। उदाहरणका लागि हेरौँ त, मानौ तपाईले चकलेट लिनुभयो। तपाईको हातमा यो चकलेट आइपुग्नका लागि यसरी धेरै काम गर्ने क्षेत्रहरू जोडिएका हुन्छन्। पहिला कोकोआ बिन्स उत्पादन नगरी चकलेट बन्दैन।
त्यो कृषि क्षेत्रसँग सम्बन्धित भयो। तर कोकोआ बिन्सबाट चकलेट बन्नका लागि कारखाना, फ्याक्ट्रीमा चकलेट बनाउने प्रक्रिया हुन्छ। यो उत्पादन क्षेत्र हो, त्यो फ्याक्ट्रीमा बनाइन्छ। अनि बनेको चकलेट ढुवानी गर्नुपर्छ। ट्रक आदिबाट प्रत्येक पसलमा पुर्याइन्छ। त्यो ढुवानी अथवा वितरण क्षेत्र हो। त्यसपछि एउटा स्टेप मात्र बाँकी छ, त्यो तपाईँको हातमा आइपुग्नका लागि पसलमा राखिनुपर्छ। चकलेट बेच्ने ठाउँ अथवा पसल अथवा कन्भिनियन्स स्टोर वा सुपरमार्केट, यो चाहिँ खुद्रा व्यापारको क्षेत्र हो। संसार यसरी धेरै काम गर्ने क्षेत्रहरूको संलग्नताबाट चलेको छ र प्रत्येक क्षेत्र धेरै महत्त्वपूर्ण छ भन्ने कुरा तपाईहरूले बुझिराख्नुहोस्। अब दोस्रो महत्त्वपूर्ण कुरा पद पोजिसनको बारेमा भन्छु। एउटै काम गर्ने क्षेत्रमा पनि विभिन्न कम्पनी र कामहरू हुन्छन् भन्ने कुरा बुझ्नुभयो होला। अब अर्को कुरातर्फ जाउँ। दोस्रो महत्त्वपूर्ण कुरा भनेको पद अथवा पोजिसन हो। जापानमा यसलाई सोकुस्यु भनिन्छ। पद भनेको कामको प्रकार हो। काम गर्ने क्षेत्र एउटा ठुलो समूह हो भने पद भनेको वास्तवमा कस्तो काम गर्ने भन्ने कुरा हो। उदाहरणको लागि पर्यटन क्षेत्रलाई हेरौँ। यहाँ यो पर्यटन क्षेत्रभित्र पनि विभिन्न किसिमका कामहरू हुन्छन्, जस्तै एयरपोर्ट ग्राउन्ड स्टाफ, ट्राभल एजेन्सी स्टाफ, टुर गाइड, होटेल स्टाफ आदि। ती धेरै कामहरू छन्। शारीरिक काम गर्नेहरू पनि छन्। यहाँ ग्राहकहरूसँग दैनिक कुरा गर्ने कामहरू पनि छन्। टुर गाइड भएर यताउता घुम्ने काम पनि छ। यसरी एउटै अफिसमा पनि विभिन्न कामहरू हुन्छन्। यति धेरै प्रकारका कामहरू हुन्छन् एउटै क्षेत्रभित्र पनि। त्यसलाई हामी पद भन्ने गर्छौँ। अहिले तपाईहरूले काम भन्ने शब्द प्रयोग गरे पनि हुन्छ। तपाईहरूलाई यी धेरै कामहरूमध्ये कुन चाहिँ काम गर्न राम्रो लाग्छ? अब जस्तै त्यस्तै गरेर चिकित्सा क्षेत्रमा पनि धेरै हुन्छन् नि, होइन? जस्तै डाक्टर, नर्स, फार्मासिस्ट भयो। कृषिमा पनि धेरै हुन्छन्। किसान, कृषि उत्पादन प्रशोधन कम्पनीका कर्मचारी, अनि कृषि मेसिनरी निर्माण सम्बन्धी कर्मचारीहरू, होइन, धेरै हुन्छन्। त्यसै आफूलाई कुन पदमा रुचि छ भन्ने कुरा आफूले विचार गरिराख्नुहोस् है। यो त उदाहरण मात्रै हो। आफूलाई गर्न चाहने काम के हो भन्ने कुरा अझै थाहा नभएको व्यक्तिहरू पनि हुनुहुन्छ होला। आफूलाई कामको बारेमा जानकारी कम भएकाले त्यस्तो भएको हुन सक्छ। यो पाइमा हेर्नुहोस्। तपाईलाई थाहा भएको कामको पाइ जति ठुलो हुँदै जान्छ त्यति नै तपाईलाई गर्न चाहने कामको पाइ पनि बढ्दै जान्छ। त्यसैले सकेसम्म तपाईहरूले धेरै एसयुसीको सेचमेखाइहरू, जब फेयरहरू, त्यस्तो इभेन्टहरूमा सकेसम्म धेरै सहभागी हुनुहोस्। आफूलाई यो काममा त रुचि छैन भनेको मा पनि सहभागी हुनुहोस्, किनभने तपाईहरूले धेरै कुराहरूको जानकारी राख्नुपर्ने हुन्छ। जति धेरै तपाईहरूले कामको बारेमा बुझ्दै जानुहुन्छ त्यसपछि तपाईहरूलाई कुन कुरामा आफ्नो रुचि रहेछ भनेर तुलना गर्नुहुनेछ र आफूलाई बुझ्न सजिलो हुन्छ। त्यसैले विभिन्न काम गर्ने क्षेत्र र पदहरूको बारेमा थाहा पाएमा आफूले चाहेको काम गर्ने अवसर बढ्न सक्ने भएकोले जसरी पनि त्यस्ता कार्यक्रमहरू हुँदाखेरिमा, जब फेयरहरू हुँदाखेरिमा नछुटाइकन जानुहोला। अब आयो तेस्रो महत्त्वपूर्ण कुरा, त्यो हो रोजगारीको प्रकार। यो रोजगारीको प्रकार भनेको कामदारले कुन रूपमा काम सुरु गर्नुपर्ने हुन्छ भन्ने कुरा हो। यो रोजगारीको प्रकारलाई जापानी भाषामा कोयोखेताइ भनेर भनिन्छ। तपाईहरूले जापानको स्कुल अथवा युनिभर्सिटी पढाइ सकिएपछि सुरुमा काम गर्नका लागि भिजा प्राप्त गर्न सकिने काममा लाग्नुपर्छ नि, होइन? त्यसका लागि फुल टाइम काम गर्ने यी दुईटा भिजामध्ये कुनै एउटा भिजा छान्नुपर्ने हुन्छ। एउटा चाहिँ प्राविधिक मानविकी अन्तर्राष्ट्रिय सेवा भिजा, यसलाई जापानीमा गिजिङ्कोको भिजा भनिन्छ, र अर्को विशेष दक्ष कामदार भिजा, त्यसलाई जापानीमा तोक्तेगी नो भिजा भनेर भनिन्छ। के तपाईहरूले यी भिजाहरूको बारेमा सुन्नुभएको छ?
विद्यार्थीको रूपमा जापानमा आएर विश्वविद्यालय पास गरेका धेरै विद्यार्थीहरूले प्राविधिक मानविकी अन्तर्राष्ट्रिय सेवा भिजामा काम गर्ने सोचेका हुन्छन् अथवा गिजिङको भिजामा काम गर्ने सोचेका हुन्छन्। त्यसैले यसलाई गाढा सुन्तला रङमा यहाँ हाइलाइट गरिएको छ। यस अवस्थामा यो फुल टाइम थाई कर्मचारी पर्मानेन्ट स्टाफको काम हो। कतिपय अवस्थामा फुल टाइम करार कर्मचारी अथवा कन्ट्र्याक्ट स्टाफको रूपमा पनि काम गर्न सकिन्छ। त्यो अवस्थामा रोजगारीको प्रकारमा सामान्यतया थाई कर्मचारी अथवा करार कर्मचारी भन्ने हुन्छ। त्यो भनेको फुल टाइम काम हो। तपाईहरू प्रायः ए नै होला तपाईहरूको। सामान्यतया यसमा लगभग दिनमा 8 घण्टा काम गर्नुपर्ने हुन्छ र हप्तामा 5-6 दिन काम गर्नुपर्ने हुन्छ र यसमा तलब चाहिँ नियमित महिनाको आधारमा हुन्छ। महिनामा यसमा हरेक महिना नियमित तलब प्राप्त हुन्छ। यसबाहेक आफ्नो देश फर्केपछि रेस्टुरेन्ट खोल्न चाहने अथवा कुनै पसल चलाउन चाहनेहरू पनि हुन्छन् होला। त्यस्ता व्यक्तिहरूले चाहिँ स्वरोजगार जापानीमा यसलाई जिए भन्छ। यो भनेको सेल्फ इम्प्लोइड भएर काम गर्नेहरू पनि कति हुन्छन्। यो चाहिँ अनि अर्को हो इन्टर्न भनेको विद्यार्थीहरूले सिक्नका लागि केही समयका लागि कम्पनीमा काम गर्ने व्यवस्था हो। त्यस्तै हो। त्यसपछि अर्को हो पार्ट टाइम काम। यो तपाईहरू प्राय अहिले गरिरहनु भएको काम हो। त्यसैले बुझ्नुहुन्छ होला। यो फुल टाइम काम नभए घण्टाको आधारमा निश्चित समयसम्म काम गर्ने भन्ने हुन्छ र यो चाहिँ घण्टाको आधारमा निर्धारित हुन्छ। जस्तै 2 घण्टा दिनमा 4 घण्टा र यसरी घण्टा अनुसार गर्ने कामलाई पार्ट टाइम काम भनिन्छ। यसरी रोजगारीका प्रकारहरू विभिन्न हुन्छन्। तपाईहरूले जापानमा काम गर्ने लक्ष्य राख्नु भएकोले फुल टाइम काम गर्ने सोच्नु भएको छ होला। त्यसैले माथि उल्लेख गरिएका 2 भिजा मध्ये कुनै एउटा रोज्न आवश्यक हुन्छ। अहिले तपाईहरूसँग कुन भिजा छ? विद्यार्थी भिजा, अर्थात् अध्ययनका लागि दिने भिजा हो। यो भिजा भनेको यो अध्ययनका लागि दिने भिजा भएकोले काम गर्ने भिजा होइन। त्यसैले विद्यार्थी भिजामा पार्ट टाइम काम मात्र गर्न पाइन्छ। यो पनि हप्तामा अधिकतम 28 घण्टासम्म मात्र अनुमति दिएको हुन्छ। के यो स्कुलको पढाइ पूरा गरिसकेपछि पनि पार्ट टाइम काम गर्न पाइन्छ? पाइँदैन। विदेशीहरूले जापानमा काम गर्नका लागि काम गर्ने भिजा आवश्यक हुन्छ। अब सोच्नुहोस्, तपाईहरू कुन भिजामा काम गर्न चाहनुहुन्छ? यो स्कुल, तपाईहरू अहिले पढिरहेको स्कुल ग्रेजुएसन गरिसकेपछि प्राय गिजिङको अथवा प्राविधिक मानविकी अन्तर्राष्ट्रिय सेवा भिजा नै होला। यस्तो अवस्थामा यो भिजामा जापानी रेस्टुरेन्ट अथवा इजाकायामा, हलमा इरास्याइमासे भन्ने जस्ता र कन्भिनियन्स स्टोरमा क्यासियरको काम गर्ने जस्ता कामहरू सामान्यतया गर्न पाइँदैन। यसको अर्को विकल्प पनि छ। अब त्यस्तो काम चाहिँ अहिले तोक्ते गिनो भिजा मार्फत गर्न सकिन्छ। इजाकाया रेस्टुरेन्टहरूमा चाहिँ एसएसडब्ल्यू भिजा मार्फत काम गर्न सकिन्छ। यदि तपाईहरूलाई यसबारेमा पनि रुचि छ भने स्कुलहरूको शिक्षक अथवा काउन्सिलरहरूलाई सोध्न सक्नुहुन्छ। अब अघि व्याख्या गरेको चार्टको फेरि एकचोटि समीक्षा गरौँ है त। मैले अघि 3वटा महत्त्वपूर्ण तत्त्वहरू छन् भनेर भनेको थिएँ नि, त्यो फेरि एकचोटि समीक्षा गरौँ। करियर लक्ष्यको 3वटा तत्त्वहरूमा 1 काम गर्ने क्षेत्र, 2 पद पोजिसन, 3 रोजगारीको प्रकार। काम गर्ने क्षेत्र ग्योस्यु भनेको यो कामको ठुलो समूह हो, जस्तै कृषि, पर्यटन आदि पर्छन्। दोस्रो हो पद पोजिसन सोकुस्यु। यो भनेको मानिसले वास्तवमा काम गर्दा के गर्छ भन्ने कुरा हो। उदाहरणका लागि होटल स्टाफ, एयरपोर्ट काउन्सिलर स्टाफ, टुर गाइड, ड्राइभर आदि। र अर्को हो रोजगारीको प्रकार, कोही हो खेताई। यो भनेको कामको स्वरूप हो, जस्तै थाई कर्मचारीको रूपमा काम गर्ने कि पार्ट टाइम जब गर्ने कि कन्ट्र्याक्ट कर्मचारीको रूपमा गर्ने कि भन्ने कुरा हो। अब तपाईहरूले आफ्नो करियर लक्ष्य निर्धारण गर्नुपर्ने हुन्छ। अब अघि भनिएका 3वटा कुराहरूलाई मिलाएर तपाईले आफ्नो लक्ष्य लेख्नुपर्ने हुन्छ। त्यसमा आफ्नो काम गर्ने क्षेत्र, पद पोजिसन, रोजगारीको प्रकार
अनि यो तीनवटा मिले पछाडि मिलाएपछि करियर लक्ष्य हुन्छ। तर ल अब सबैजनाले यहाँ लेख्नुहोस् भनेर मैले भने अहिले नै त अलि गाह्रो पर्छ होला नि, होइन? त्यसैले यसको बारेमा सोच्दा के कुरा विचार गर्नुपर्छ भन्ने कुरा अब म भन्छु। यी 3 कुराहरू अघि मैले भनेको 3 कुराहरू सोच्दा अथवा लक्ष्य सोच्दाखेरिमा यी कुराहरूमा विचार गरौँ। काम गर्ने क्षेत्र कुन क्षेत्र रोज्ने त? तपाईलाई के कुरा मनपर्छ? केमा रुचि छ? केले तपाईलाई आकर्षित गर्छ? यो कुरा विचार गरेर आफ्नो काम गर्ने क्षेत्र सोच्नुहोस्। त्यसपछि आयो पद पोजिसन। तपाईँ के गर्न सिपालु हुन्छ? मैले अघि नै पनि भनिसकेँ। तपाईँ विद्यालय पढ्ने बेलामा केमा सिपालु हुनुहुन्थ्यो? कुन विषय मन पर्थ्यो भन्ने कुराहरू तपाईलाई अघि नै एकचोटि सोच्न लगाएको थिएँ। त्यो कुरा पनि करियरमा एकदमै महत्त्वपूर्ण हुन्छ। आफू के गर्न सिपालु छु भनेर सोच्नुहोस्। अनि फेरि तपाईहरूले केही गर्दा अरू मानिसहरू खुसी भएको देख्नु भएको छ? त्यस्तो अनुभव गर्नुभएको छ? त्यस्तै गरी अर्को रोजगारीको प्रकारको बारेमा सोच्दा तपाईँ कुन पदमा रहेर काम गर्न चाहनुहुन्छ? तपाईलाई कुन भिसामा काम गर्न आवश्यक छ? यी कुराहरू विचार गरेर तपाईले आफ्नो गोल निर्धारण गर्नुपर्ने हुन्छ। अब त्यसैलाई अझै म उदाहरण पनि दिएर तपाईहरूलाई प्रस्तुत गर्छु है। अब यो ए भन्ने व्यक्तिको केसलाई हेरौँ त। उसले ए भन्ने व्यक्तिले काम गर्ने क्षेत्र पर्यटन क्षेत्रलाई रोजेको छ, किनकि उसलाई यात्रा गर्न मनपर्छ, होटेल मनपर्छ। त्यसैले उसले पर्यटन क्षेत्र रोज्यो। त्यस्तै उसले पद पोजिसन चाहिँ होटेल स्टाफ भनेर रोजेको छ, किनकि उसलाई कुराकानी गर्न सिपालु छ। अनि त्यसपछि विदेशी टुरिस्टहरूलाई मद्दत गरिँदा उसलाई खुसी भएको अनुभव भएको थियो। त्यसैले उसले यो होटेल स्टाफ पोजिसन रोज्यो। त्यस्तै गरेर उसको रोजगारीको प्रकार चाहिँ थाई कर्मचारी, यसलाई जापानीमा सेइसाइन भन्छ। उसले यो किन रोज्यो कि उसलाई सही भिसामा जापानमा काम गर्ने चाहना छ र फुल टाइम काम गर्ने चाहना छ। यसरी यो 3टा कुरा मिलाउँदाखेरिमा उसको करियर लक्ष्य, ए भन्ने व्यक्तिको आगामी करियर लक्ष्य जापानको होटेलमा काम गर्ने भन्ने उसको लक्ष्य भयो। अब त्यस्तै गरेर अब म तपाईहरुलाई अर्को उदाहरण पनि देखाउँछु। बी भन्ने व्यक्तिको केस देखाउँछु है उदाहरणको लागि। अब यो बी भन्ने व्यक्तिको काम गर्ने क्षेत्र पनि पर्यटन क्षेत्र नै छ, किनकि उसलाई पनि यात्रा गर्न मनपर्छ र विभिन्न देशहरूको बारेमा जान्न मनपर्छ। उसले पद पोजिसन चाहिँ अफिस स्टाफ रोज्यो। अफिस स्टाफ किनकि ऊ मानिसहरूसँग कुराकानी गर्न त्यति सिपालु छैन, तर हिसाब किताब गर्नमा सिपालु छ, लेखाइमा सिपालु छ, त्यस्तै गरेर ऊ कम्प्युटरमा पनि सिपालु छ। त्यसैले उसले अफिस स्टाफ रोजेको छ। अनि त्यस्तै गरेर रोजगारीको प्रकारमा थाई कर्मचारी सेइसाइन हो, किनकि ऊ चाहिँ सही भिसामा जापानमा काम गर्न चाहन्छ र फुल टाइमको रूपमा काम गर्न चाहन्छ। यसरी यो 3टा तत्त्वहरूलाई मिलाउँदाखेरिमा उसको आगामी बी भन्ने व्यक्तिको आगामी करियर लक्ष्य जापानको ट्राभल कम्पनीमा अफिस स्टाफ बन्ने हुन्छ। यसरी तपाईहरुले पनि आफ्नो यही उदाहरणको आधारमा तपाईहरुले आफूलाई विचार गरेर आफूलाई चिनेर आफ्नो करियरको लक्ष्य निर्धारण गर्नुपर्ने हुन्छ। अघि मैले तपाईहरुलाई करियर लक्ष्य कसरी निर्धारण गर्ने भन्ने बारेमा बताएँ। अब म करियर पथको योजना कसरी बनाउने भन्ने बारेमा बताउने छु। यो चाहिँ युनिभर्सिटीका विद्यार्थीहरूका लागि हो है। आगामी लक्ष्यमा पुग्नलाई अब के गर्नु पर्ला? तपाईहरु अहिले यो युनिभर्सिटी लेखेको पहेँलो घेराभित्र हुनुहुन्छ है। तपाईहरुले अघि रोजगारीको करियर लक्ष्यको बारेमा सोच्नुभयो, अर्थात् कुन क्षेत्रमा काम गर्न चाहनुहुन्छ भन्ने बारेमा सोच्नुभयो। यसबाट तपाईहरुले आफू कुन दिशामा जाने चाहना छ भन्ने बारेमा अलिअलि बुझ्नुभयो होला। युनिभर्सिटीमा अध्ययनरत विद्यार्थीहरूका लागि आगामी करियर लक्ष्य भनेको रोजगारी हो। त्यसै अघि सिप र ज्ञानको सिँढीको बारेमा पनि कुरा गरेको थिएँ।
याद छ? एउटा लक्ष्य लिएर त्यसतर्फ अघि बढ्नका लागि यो सिडी चढ्नै पर्छ। यो सिडी ज्ञान र सिपको सिडी हो। यो सिडी राम्ररी चढेर ज्ञान र सिप हासिल गर्दै जानुलाई के भनिन्छ याद छ? हो, करियर विकास। तपाईहरूले युनिभर्सिटी ग्रेजुएसन गरेर आफूले चाहेको रोजगारी पाउनका लागि कस्तो ज्ञान र सिप विकास गर्नुपर्छ जस्तो लाग्छ? अबबाट यो लक्ष्यतर्फ कसरी अघि बढ्ने भन्ने बारेमा सोच्नुपर्छ। अर्थात् रोजगारी पाउनका लागि आफूलाई आवश्यक सिप र ज्ञान के हुन् भन्ने बारेमा सोच्नुहोस्। तपाईहरूलाई बुझ्न सजिलो होस् भनेर यो भागलाई हेर्नुहोस् त चित्रमा गाढा नीलो रङमा देखाइएको छ। यो सिप र ज्ञान हासिल नगरी रोजगारी पाउन सकिँदैन। आफूलाई ज्ञान र सिप आफूलाई आवश्यक पर्ने ज्ञान र सिपको पहिचान गरेपछि ती ज्ञान र सिप कसरी हासिल गर्ने, के कस्ता एक्सनहरू गर्ने भन्ने बारेमा सोच्नुपर्ने हुन्छ। अब ती ज्ञान र सिपको बारेमा ज्ञान र सिपका उदाहरणहरूको बारेमा सोचौँ है त। रोजगारीका लागि आवश्यक सिप र ज्ञान 1. जापानी भाषा। यो अत्यन्तै महत्त्वपूर्ण कुरा हो। जापानी भाषाको ज्ञान र कुराकानी गर्ने सिप जापानमा बस्ने सबै विदेशीहरूका लागि अत्यन्तै महत्त्वपूर्ण र अनिवार्य सिप हो। यदि जापानी भाषा पर्याप्त छैन भने सिक्ने अवसरहरू सीमित हुन्छन्। त्यसैगरी जापानी भाषा कमजोर भएमा भविष्यको करियर विकल्प वा पदोन्नतिको अवसर पनि सीमित हुन्छन्। राम्रो कम्पनीमा काम पाउनका लागि JLPT यान 2 स्तर पास गर्नुपर्ने प्रयास गर्नुहोस्। सकेसम्म अथवा JLPT यान 1 पास गर्ने लक्ष्य लिनुहोस्। JLPT परीक्षा वर्षमा 2 पटक मात्र हुन्छ। योजनाबद्ध तरिकाले अध्ययन गर्नुपर्ने हुन्छ। युनिभर्सिटीमा सबै कक्षाहरूमा उपस्थित भई नियमित रूपमा रिभिजन गर्ने गर्नुहोस्। खान्जीको अध्ययन धेरै महत्त्वपूर्ण हुन्छ। त्यस्तै गरेर पार्ट टाइम काम गर्ने ठाउँ अथवा युनिभर्सिटी बाहिरका अन्य ठाउँहरूमा पनि जापानी भाषामा सक्रिय रूपमा कुराकानी गर्ने प्रयास गर्नुहोला। अब रोजगारीका लागि आवश्यक सिप र ज्ञान 2. जान्न चाहेको कम्पनी र काम गर्ने क्षेत्र राम्रोसँग सर्च गर्ने क्षमता। यो चाहिँ अत्यन्तै महत्त्वपूर्ण हुन्छ है। धेरै युनिभर्सिटीहरूले चाहिँ नेपाली विद्यार्थीहरूको यो क्षमता अलिकति कमजोर भएको भन्ने सुन्नमा आएको छ। त्यसैले एकदमै ध्यान दिनुहोस् है यसको लागि। युनिभर्सिटीको रोजगार सम्बन्धी जानकारी दिने सेसन, त्यसलाई चाहिँ जापानीमा सेचुमेइखाइ भनिन्छ। त्यस्ता सेसनहरूमा सक्रिय रूपमा सहभागी हुनुहोस्। आफूलाई रुचि भएको कामको क्षेत्र र कम्पनीहरूको बारेमा त्यो सेसन सिद्धिएपछि आफैले पनि वेबसाइटहरू आदि हेरेर त्यस कम्पनीको बारेमा अनुसन्धान गर्नुहोस्। आफूलाई रुचि नभएको जस्तो लाग्ने कम्पनी र क्षेत्रहरूको बारेमा पनि जान्ने अवसर हो भनेर सहभागी चाहिँ हुने गर्नुहोस्। शिक्षकहरूसँग रोजगारी सम्बन्धी सेसन अथवा सेचुमेइखाइ कहिले छ भनेर पनि बेला बेलामा सोध्ने गर्नुहोस्। साथै सेम्पाईहरू अथवा अग्रजहरूको कुरा सुन्दा मात्रै त ठिक छ, तर युनिभर्सिटीका कम्पनीका जानकारीहरू समय समयमा परिवर्तन हुन्छन्। त्यसैले उनीहरूको कुरा जस्ताको तस्तै विश्वास नगरी अनिवार्य रूपमा शिक्षक र युनिभर्सिटीका जिम्मेवार व्यक्तिहरूसँग अथवा सम्बन्धित वेबसाइटमा गएर फेरि ती कुराहरू रिचेक गर्नुहोस्। त्यसैले अरूको लहैमा नलागिकन यस्ता कुराहरू आफैले सर्च गर्नुपर्ने हुन्छ। अघि नै मैले भनिसकेँ कि तपाईँहरूले अझै त्यो कहिले बिर्सिनुहुन्न होला। मैले पटक पटक भनिसकेको छु, किनकि आफ्नो करियर लक्ष्यको जिम्मेवार अथवा आफ्नो करियरको जिम्मेवार तपाईँ आफै हुनुपर्ने हुन्छ। त्यसैले सुनेका जानकारीहरूलाई अवश्य पनि तपाईँहरूले अब फेरि रिचेक चाहिँ गर्नुहुनेछ। अघि मैले भनिसकेँ, यदि युनिभर्सिटीमा करियर सपोर्ट सेन्टर आदि छन् भने त्यसको पनि तपाईँहरूले सदुपयोग गर्नुहोस् है।
अब रोजगारीका लागि आवश्यक सिप र ज्ञान 3 त्यो चाहिँ बायोडाटा र इन्ट्री सिट कसरी लेख्ने भन्ने जान्ने हो। रोजगारीको लागि आवेदन दिन चाहेमा बायोडाटा, त्यसलाई रिरेक्सियो भन्छ, र एन्ट्रोसिट भन्छ, त्यो चाहिँ पेश गर्नुपर्ने हुन्छ। यी कागजातहरू तयार गर्दा निम्न कुराहरू पहिले नै राम्ररी विचार गरौँ। त्यो के हुन्? त्यो कम्पनीमा किन छिर्न चाहनुहुन्छ भन्ने कारण लेख्नुपर्ने हुन्छ। त्यसै गरेर त्यो कम्पनीमा आफू कसरी उपयोगी हुन सक्छु भन्ने सोचेर त्यसलाई अपिल पोइन्टको रूपमा प्रस्तुत गर्न सक्ने हुनुपर्छ र आफ्नो सबल पक्ष र कमजोर पक्षहरू भन्न सक्ने हुनुपर्छ। एउटै एन्ट्री सिटलाई तपाईहरुले दोहोर्याएर प्रयोग नगर्नुहोस् है। यो चाहिँ धेरै सुनिएको छ। यसले चाहिँ इमेजलाई नराम्रो बनाउँछ। अनि फेरि एउटा मात्र कम्पनीमा आवेदन दिनुको सट्टा एकैपटक धेरै कम्पनीहरुमा आवेदन दिनुहोस्। अनि जापानमा विद्यार्थीहरूले पनि धेरै कम्पनीहरुमा आवेदन दिने गर्दछन्। धेरै पटक असफल पनि हुन्छन्। एक पटक असफल भए पनि निराश नभइकन फेरि तुरुन्तै अर्को आवेदन दिन अगाडि बढिहाल्नुहोस्। इन्ट्रीसिट र आवेदन फारम एकदमै महत्त्वपूर्ण हुन्छन् है। यो भनेको आफू चाहेको कम्पनीलाई आफू कस्तो व्यक्ति हुँ भनेर चिनाउने पहिलो अवसर हो। यदि यसलाई खासै सोच विचार नगरी हतारमा वा लापरवाही तरिकाले तयार गरियो भने कम्पनी पक्षले के यो व्यक्ति साँच्चै आफ्नो कम्पनीमा काम गर्न चाहन्छ त भनेर शंका गर्न सक्छ। त्यसैले तपाई किन त्यो कम्पनीमा काम गर्न चाहनुहुन्छ भन्ने कारण स्पष्ट रूपमा सोचेर व्याख्या गर्न सक्नुपर्ने हुन्छ। साथै आफ्नो सबल पक्ष अघि भनिसके र आफ्नो विशेष क्षमता अपिल पोइन्टहरूलाई लाज नमानिकन जस्ता तस्तै सही तरिका रूपमा प्रस्तुत गर्न सक्नु पनि एउटा महत्त्वपूर्ण कुरा हो। आवेदन फारम वेबसाइटमा भर्नुपर्ने हुन्छ एन्ट्रीसिट चाहिँ, तर बायोडाटा चाहिँ हातैले लेख्नुपर्ने पनि हुन सक्छ। हातैले लेख्दा सफा सुन्दर अक्षरमा लेख्नु पनि धेरै महत्त्वपूर्ण हुन्छ। आवेदन दिँदा सबैभन्दा महत्त्वपूर्ण कुरा भनेको डेडलाइन पालना गर्नु पनि हो है। यदि एक दिन मात्र ढिला भयो भने पनि आवेदन स्वीकार गरिँदैन। त्यसैले आवेदन फारम अन्तिम मितिभन्दा पहिले नै बुझाउने बानी बसाल्नुहोस्। जुनसुकै काम पनि सकेसम्म चाँडो सुरु गर्ने बानीको विकास गर्नु राम्रो हुन्छ। रोजगारीका लागि आवश्यक सिप र ज्ञान 4 त्यो हो अन्तर्वार्ता दिने तरिका। सुरुमा सधैँ अन्तर्वार्ता दिन जाँदा सुरुमा सधैँ आफैबाट अभिवादन गर्नुहोस्। स्पष्ट आवाजमा बोल्नुहोस्। अन्तर्वार्ता दिने म्यानर र के गर्नु हुँदैन भन्ने कुरा पनि राम्ररी बुझेर सोही अनुसारको कम्युनिकेसन गर्नुहोस्। यो लिंकमा एउटा भिडियो दिएको छ। यो भिडियो पनि हेर्नुहोस्। यसबाट तपाईहरुले जापानमा अन्तर्वार्ताको म्यानर कस्तो हुन्छ भन्ने बारेमा बुझ्न सक्नुहुनेछ। अब प्लान बनाउने बारेमा सोचौं। तपाईहरुको आगामी करियर लक्ष्य अथवा रोजगारी पाउने यो लक्ष्यमा पुग्नका लागि कस्ता ज्ञान र सिपहरू आवश्यक पर्छन्। त्यसका लागि तपाईले विस्तृत रूपमा के गर्नुपर्ने हुन्छ, एक्सनहरू के हुन् पनि लेख्नुहोस्। ती एक्सनहरू कहाँ, कहिलेदेखि र कसरी सुरु गर्नुहुन्छ सकेसम्म विस्तृत रूपमा लेख्नुहोस्। कस्तो काम गर्न चाहना छ भन्ने कुरा अझै पनि स्पष्ट नभएकाहरू पनि धेरै हुनुहुन्छ होला। तर आज त एउटा अभ्यास मात्रै हो। तर समय भएको बेलामा चाहिँ तपाईहरुले यो कुराहरू लेख्नुहोस्, सोच्नुहोस् अनि लेख्नुहोस् है। अब म तपाईलाई अब जुनसुकै कामका लागि पनि जुनसुकै लक्ष्यका लागि पनि आवश्यक हुने साझा सिप र ज्ञानको बारेमा बताउने छु। अब म अबदेखि सिक्ने ज्ञान र सिप र त्यसका लागि आवश्यक एक्सनहरूको उदाहरण तपाईहरुलाई देखाउने छु। यो उदाहरण प्रायः जापानमा काम गर्न चाहने सबैलाई उपयोगी हुने साझा उदाहरणको रूपमा मैले केही उदाहरणहरू लिएको छु। त्यसमा सबैभन्दा देब्रेपट्टि हेर्नुहोस् त, आवश्यक सिप र ज्ञान 1 जापानी भाषा JLPT ज्ञान 2 अथवा ज्ञान 1 गर्ने। कसरी यो सिप र ज्ञान हासिल गर्ने त? यसको लागि के एक्सनहरू हुन सक्छन्, कहाँ गर्ने? उदाहरणको लागि स्कुलमा सबै क्लासमा सहभागी हुने र त्यो दिनमा पढेका कुरा घरमा दोहोर्याउने, त्यो चाहिँ हरेक दिन गर्ने।
JLPT तयारीका प्रश्नपत्रहरू आफै पढ्ने, खान्जीको अभ्यास दिनको 30 मिनेट गर्ने, जापानी भाषामा इमेल लेख्ने अभ्यास गर्ने, यिनीहरू चाहिँ कतिपय एक्सनहरू आजैदेखि सुरु गर्ने, कतिपय अर्को हप्तादेखि सुरु गर्ने र कतिपय भोलिदेखि सुरु गर्ने हैन। त्यस्तै गरेर अर्को काम गर्ने क्षेत्र र कम्पनी सम्बन्धी ज्ञानहरू सङ्कलन गर्ने, यो पनि अत्यन्तै महत्त्वपूर्ण ज्ञान र सिपमा पर्छ। यसको लागि रोजगारी सम्बन्धी जानकारी दिने सेसन सेचुमे इकाइहरू कहिले हुन्छ भनेर मितिहरू चेक गर्ने, यो चाहिँ अर्को हप्तादेखि सुरु गर्ने। अनि रोजगार सम्बन्धी जानकारी दिने सेसनमा सहभागी हुने, यो चाहिँ सेसनको मिति चेक गरेर सेसन सञ्चालन हुने दिनमा सहभागी हुने र वेबसाइटहरूमा कम्पनीको जानकारी खोज्ने, यो चाहिँ सेसन सिद्धिएको लगत्तै। अनि त्यस्तै गरेर अर्को ज्ञान र सिप हो बायोडाटा अथवा रिलेक्सियो र कम्पनी आवेदन फारम एन्ट्री सिट लेख्ने तरिका थाहा पाउने ज्ञान। अनि यो चाहिँ यसको लागि बायोडाटा र एन्ट्री सिट कस्तो हुन्छ भनेर सुरुमा थाहा नभएकोले इन्टरनेटमा सर्च गरेर थाहा पाइराख्ने, किनभने हिजो आज चाहिँ इन्टरनेट पनि एउटा महाविद्यालय जस्तै हो। हामीले धेरै कुराहरू त्यहाँबाट जानकारी लिन सकिन्छ। आफूलाई थाहा नभएको कुराहरू हामीले खोज्ने बानी बसालिहाल्छौँ है। त्यसै गरेर आफ्नो सबल पक्ष र कमजोर पक्ष र विशेषताहरू लेखेर वरपरका व्यक्तिहरूलाई सुनाउने र सुझाव पनि लिने, त्यो चाहिँ भोलिबाट नै सुरु गर्ने। प्लान अब लेख्न सक्नुहुन्छ त? आफ्नो प्लानमा लेखिएका कुराहरू कार्यान्वयन गर्न सकिएन भने त्यसको कुनै अर्थ हुँदैन। त्यसैले सुरुमा सानो कुराबाट भए पनि एक्सन गर्न सुरु गरौँ। कुनै काम गरेर हेर्दा गाह्रो लागेमा वा समस्या आएमा आफ्नो सेमिनार अथवा जेमी भन्नुहुन्छ नि, त्यसका शिक्षक वा रोजगारी सम्बन्धी सहयोगी शिक्षकहरूसँग सल्लाह लिइहाल्नुहोस्। अनि लेखिएका सबै कुराहरू गर्न नसके पनि यदि एउटा कुरा मात्र कार्यान्वयन गर्न सकियो भने पनि त्यो प्रगति हो। त्यसैले एउटा गर्दै आफ्नो आवश्यक कुराहरू गर्दै जानुहोस्। त्यसैले आजबाट भोलिबाट गर्न सुरु गरिहालौँ। जो आफैले जोड गर्ने हो। अझै पनि फेरि यस्तो काम गर्ने चाहना छ भनेर अझै स्पष्ट नभएकाहरू पनि हुनुहुन्छ होला। यो त एउटा अभ्यासको लागि मात्रै मैले बताएँ र केही साझा सिपहरूको बारेमा सबैलाई आवश्यक हुने साझा सिप र ज्ञानहरूको बारेमा बताएँ। मलाई आशा छ तपाईहरूले अब भोलिदेखि नै आज सिकेका कुराहरू गर्न सुरु गर्नुहुनेछ। अब त सुरु नगरी हुँदैन नि, ढिला भइसक्यो। यी लिङ्कहरू उपयोगी हुन सक्छन्, फलो गर्नुहोला। पहिलो लिङ्कमा जापानमा पालना गर्नुपर्ने नियम र म्यानरहरूको भिडियोहरू देखाइएको छ, तपाईहरूलाई काम लाग्न सक्छन्। अनि अर्को यो फेसबुक लिङ्कमा बेला बेलामा रोजगारी खोज्ने कार्यक्रम र सेमिनारहरूको बारेमा जानकारी दिने गरिन्छ, त्यसैले फलो गर्नुहोस्। ल त ध्यान दिएर सुन्नुभएकोमा सबैलाई धेरै धेरै धन्यवाद छ। तपाईहरूको जापानमा राम्रोसँग अध्ययन गरी सफलतापूर्वक पढाइ पुरा गर्ने र जापानमा काम गर्ने सपना साकार होस्, मेरो धेरै धेरै शुभकामना छ। धन्यवाद।